साइकल दिवस। पसिना हल्का आइरहेको अवस्था। पूर्णिमाले चन्द्र रोज्यो। गुड मर्निङ आज वर्ल्ड बाइसाइकल डे हो। म तररातर्फ लाग्दैछु। तरराको साइक्लिङ क्लब टिमसँग आज जोइन भएर म राइड गर्नेछु। हाम्रो आजको रुट रहेको छ तररा चोकबाट तालतलैया हुँदै यो जङ्गलको बाटो हुँदै पानमारा निस्केर फेरि यो यही मेन रोड भेटेर आउने हो। ल साथीहरू, आजको दिन एकदमै रमाइलो हुनेवाला छ। म तररा कुद्न लागेँ, अहिले बाटोमा छु। 5 बजे आइपुग्नु भन्नुभएको थियो तर 5:10 भइसक्यो अहिले है। अब स्पिड जानु पर्ला, त्यही भएर स्पिड हाकेको, पसिना पनि आइसक्यो है। ल बिहानको समयमा पनि स्पिड हाक्यो भने पसिना आइहाल्छ। अलिक गर्मी महिना पनि छ। ल साथीहरू, तररा टिमसँग जोइन भइसकेँ। अब हाम्रो राइड सुरु हुनेवाला छ। तररा चोक भाइ कहाँ तपाईँ हामी रेडी हुँदैन गाडीबाट जाउँ न हाम्रो साइडबाट। ल मजा आयो। आज धरान जानु पऱ्यो भनेको, तरराकै साथीहरूसँग जोइन हुनु पऱ्यो भनेर। मजा आइरहेको छ। हाम्रो राइड सुरु भइसकेको छ। तरराको टिमसँग आज जोइन भएर ल तालतलैया आइपुग्नु लाग्यो भन्दा आइपुग्यौँ लगभग। यसरी ग्रुपमा राइड गर्नुको मजै अर्कै छ हेर्नु।
ए हो तालतला एरिया यहाँबाट हामी जङ्गल छिर्ने हो क्या र अब अझ जङ्गलतिर मजा आउने ठाउँवाला छ यस्तरी नभएर दाइना भएर पनि होला भैया आइपुग्यो तालतला गेरी हो यहाँबाट छिर्ने हो घुम्नलाई चाहिँ हामी पनि चाहिँ यताबाट किनारा लागेर अनि जङ्गल छिर्ने हो यहाँनिर फुटबल ग्राउन्ड पनि छ एउटा पहिला हामी यो ठाउँमा किन पनि आएको छौँ है साथीहरूसँग जङ्गल एरियाको शान्त गाउँ छ क्या है सर राउन्ड हालिदिन्छ अब यता हकेर हामी जाने यो जङ्गल हुँदै पानमारा निस्किने अलिक साइड यहाँबाट पानमारा निस्किन्छ ह्याप्पी वर्ल्ड बाइसाइकल मानि निस्क्यौँ अब यो ठाउँ चाहिँ तामाङ टोल हो यहाँनिर तामाङ टोलको यो स्तूपा हो अब यहाँबाट भित्र छिर्ने हो हामी जङ्गलै जङ्गल हाम्रो तररा क्लब टिमका साथीहरू जङ्गल प्रवेश है आमा क्या शीतल हो जङ्गलतिर त हाम्रो एकजना यहाँ रनिङ गरेर आउँदै हुन्छ ओ वाउ दामी ठाउँ है यो चाहिँ साइक्लिस्टहरूलाई मात्रै महसुस हुन्छ कि अहिलेको यस्तो अब यो दिदीसँग बोल्नु पर्यो गुड मर्निङ दिदी हजुर शुभ नाम ए कमला राई हजुर मेरो घर उदयपुर हो चतरापारी महिनी हो यता बसाइ चाहिँ यता बालग्राम ए हजुर तररा क्लबमा तपाईँ 2 जना रहेछ कि कतिजना हुनुहुन्छ महिला राइडर चाहिँ ल खुसी लाग्यो म त प्रायः एक्लै सोलो गरेर आउँछु अनि यसो कोराहरूमा चाहिँ गइरहन्छु धरान कुरामा गएँ हजुर जानुभयो गइरहनुहुन्छ है हजुर विराटनगरमा चाहिँ म गइनँ काठमाडौँ थिएँ क्यारा अनि काठमाडौँको यो अन्नपूर्ण मिडियाले गर्दो रहेछ त्यसमा पनि सहभागी भएँ 14-15 चाहिँ राइडर्स साथीहरूसँग रमाइलो भयो त्यहाँ पनि हजुर त्यहाँ कामको सिलसिलामा गएको थिएँ अनि मौका मिल्यो ए हो भेडेटारमा पनि पुगेको छु एकचोटि एक्लै सोलो राइड गरेको छु भेडेटार अनि काठमाडौँबाट अस्ति आउँदाखेरि मिर्चेसम्म आइपुगेँ हजुर अनि यसो सानो क्लिपहरू यसो भिडियो पनि हाल्छु मेरो युट्युबमा हजुर नाङ्सी भनेको छ नाङ्सी ब्लग्स भनेको छ ए हुन्छ Halo.
बिच जङ्गलमा आइपुग्यौँ। बिच बाटो सक्यो, 2 किलोमिटर जति मात्र रहेछ बिच चाहिँ, अरू चाहिँ बिच हुन बाँकी रहेछ। तर पनि बाटो राम्रै छ यतिको। चरा जङ्गलमा आएर चराको आवाज सुन्न नि, त्यो बेग्लै मजा अर्कै क्या। डेन्जर पुल बनिरहेको छ नि त यहाँ। ल गजब, कता हो? खोलै खोला। ल गइदिउँ न त। खोलै खोला तिरै तिर भने जस्तो होइन। चलाऊ। चौतारीमा भिरै भिर। आज साइक्लिङमा नआएको भए होइन सुतिरहेको हुन्थेँ। अहिले 6 बजिसक्छ, 6:30 हुन लाग्यो सम्ममा। यति बेला अहिले यो जङ्गल साइक्लिङ गरिरहेको छौँ। म तरा तिमीसँग आज घर नगएर तराकै टिममा जोइन भएँ। अब सोलो राइडर भए पनि यो बेला मौकामा अवसरहरूमा चाहिँ टिमसँग जोइन भएर, किनभने यो ग्रुपमा राइड गर्नुको मजै अर्को छ क्या। मैले त्यत्तिकै साइक्लिङ गर्न थालेको त होइन नि हौ, यस्तो मजा आउँछ है। हुनु त अब कसैलाई के है, कसैलाई जिम गर्न मजा आउँछ होइन, कसैलाई रनिङ, कसैलाई डान्सिङ, कसैलाई अरू स्पोर्ट्समा होइन। साइक्लिङ स्पोर्ट्स नै पर्यो, स्पोर्ट्स। यस्तो जङ्गलमा है साथीहरू गइरहनु भएको छ। भिडियोको चक्करमा म चाहिँ अलि पछि कहिलेकाहीँ परिरहेको छु। क्या मजा है, पसिना पनि हल्का आइरहेको अवस्था, तर मजा आउँछ क्या पसिना होइन। साइक्लिङ गरेर पसिना आएन भने के मजा हो। पछाडि 2जना चाहिँ साथीहरू आउँदै हुन्छ, उनीहरूलाई गफ गर्दै म बिचमा। आज हामी लगभग 15-16 जनाको टिम भएछौँ आज। हाम्रो टिम चाहिँ अहिले ठ्याक्कै जङ्गल कटेर पानबारी निस्कियो। गाउँमा छिरौँ अब। आहा, गीत सुन्दै साइक्लिङ गर्न कम त। मेरो मायालाई उपहार छड्के गलबन्दी। मिठो राम्रो छ त, हल्का उकालो।
चन्द्र रोज्यो औँसीले तारालाई तिमी मेरी मनकी मायालु मैले रोजे तिमीलाई मैले रोजे तिमीलाई तर साथी क्लब पूर्णिमाले चन्द्र रोज्यो ओहो लाउरे दाजुभाइहरू गजब 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 बाध्यता रहर के भन्ने अरे पानबारी भ्रमण गर्नुभएकोमा धन्यवाद थ्याङ्क यू फर भिजिट होइन फोटो आउँदैछ अहिले त पातेलो भइहाल्यो नि सुरज भाइ त कहाँ मोटो छ त नि रावा त ब्याक ब्याक कम ब्याक हापी साइकल दिवस अब हामी यहाँ तलतिर हो मासतिर चाहिँ धरान नि त रेडी भएको छैन जय होस् 1 किलो 1 लिटरहरु हजुर बादल लागिरहेको ए फोहोर जलाएको छ मैले बादल सोचिरहेको म त बादल सोचिरहेको हो झुक्यो नि म एकछिन तेरिका होइन हाम्रो साथीले धुवा मैले त त्यो बादल सोचे यस्तोमा कुदेर के स्वस्थ हुन्छ मान्छे म झुकेन राम्रो तरहरा बजारमा आइपुग्यो अब यहाँ खाजा खाएर छुट्ने भन्ने कुरा भइरहेछ अब यहाँ खाजा खाएर छुटिनु पर्छ ल आजको राइड पनि सक्यो 30 किलोमिटरको दूरी राइड हानियो आज तरराको क्लबका साथीहरूसँग तररा ग्रुप भनौँ न एकदमै खुसी लाग्यो तररामा खाजा खाइयो आजको एकदमै राइड रमाइलो भयो मजा आयो
अन्तिममा सम्पूर्ण साइकल प्रेमी दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई ह्याप्पी वर्ल्ड बाइसाइकल डे भन्दै अब यो भिडियो नाङ्सी ब्लग्समा पनि आउनेवाला छ ल। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। माया देखाइदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।